राजा फिर्ता ल्याउँछौं भन्दै सडकमा उत्रिएका केही अराजक समूहहरूले विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन्। उनीहरूले तीनकुनेमा रहेको एउटा निजी घरमा सुरुमा तोडफोड गरे, त्यसपछि आगजनी गरे र अहिले आगो नियन्त्रणमा आइसकेको छ। उनीहरू यत्तिकैमा रोकिएनन्। प्रहरीसँग दोहोरो झडप गर्न थाले, प्रहरीका हात हतियार खोज्न थाले, प्रहरीमाथि ढुङ्गा मुढा प्रहार गर्न थाले। उनीहरूको ढुङ्गा मुढा प्रहारबाट एकजना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ। यसैगरी प्रदर्शनकारीहरूले कान्तिपुर टिभी र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड गरेका छन्। अहिले उनीहरू नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडातर्फ प्रवेश गर्न प्रयास गरिरहेका छन्। त्यो बीचमा उनीहरूले एउटा सरकारी गाडीमाथि आगजनी गरेका छन् भने एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन्। उनीहरू यत्तिकैमा रोकिएनन्। नेकपा एकीकृत समाजवादी पार्टी, जो माधव कुमार नेपाल नेतृत्वको पार्टी हो, सो पार्टीको कार्यालयमा तोडफोड गर्दै उनीहरूले त्यहाँ भएका कागजातहरू पनि निकालेका छन् र ती कागजातहरू जलाइदिएका छन्। यस्तै अराजक उग्र बन्दै राजावादी समर्थकहरू भाटभटी प्रवेश गरेका छन्। कोटेश्वरमा रहेको भाटभटिनीमा उनीहरूले आगजनी र तोडफोड सुरु गरेका हुन्। राजावादीका नाममा आगजनी र तोडफोड जस्ता अराजक गतिविधि बढ्न थालेपछि कर्फ्यू आदेश जारी भएको छ। काठमाडौँको कोटेश्वर, बानेश्वर, सिनामङ्गल र गौशाला क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। अहिले दुर्गा प्रसाई भने कार्यकर्ताहरूलाई यत्रतत्र उग्र छोड्दै उनी तीनकुने क्षेत्रबाट भागेका छन्। त्यहाँ कोही पनि राजावादी समूहका नेताहरू देखिएका छैनन्। हेर्नुहोस् बाँकी दृश्यहरू। अहिले ठाउँमा प्रदर्शनकारीहरू जम्मा भएका छन् र समूहमा खास गरी सरकार विरुद्ध नाराबाजी गरिरहेको अवस्था छ र गणतान्त्रिक व्यवस्था विरुद्ध
आइरहेको छ क्या त्यसरी हामी नबस्यो भने यहाँ खास यतै आउँदैछ मैले चाहिँ उहाँ गणतन्त्रवादीकोलाई प्रश्न सोध्न चाहन्छु उहाँलाई चाहिँ के कमी भयो कि गणतन्त्रमा उहाँलाई के कमी भयो र के को लागि आन्दोलन गर्न चाहनुहुन्छ देशको अवस्था यत्रो बनाइसक्यो जिडिपी देशको कहाँदेखि कहाँ पुऱ्याइसक्यो है काण्डहरू हेर्नुहोस्